वेलकम टु हाङमाज भ्लग। आज चाहिँ हामी फेरि मुकबाङ गर्न लागेको छौँ। आज चाहिँ हामी 4 जना छौँ। आज चाहिँ हामीसँग छ पिज्जा अनि मोमो अनि चटपटे। हाम्रो भ्लगलाई इन्जोय गर्नु होला। ल अब हामी चाहिँ खाने स्टार्ट गर्छौँ। ओके ओके चटपटे खान्छु। हाम्रो साइडमा चाहिँ प्रनिस भन्छ है। मोमो पर चियर्स यार। चियर्स। प्योर है हैन छ प्रनिस तर हातले छ के राम्रो। मान्छे राखेको छु। गफन है। हामी चाहिँ सिब्लिङ्स हो है। चटपटे त दामी भएछ। काले पिरो लाग्यो। नर्मल ना। धेरै पछि आएर यस्तो निक्लाइरहेछ। हामी चाहिँ पढ्न गएको थियो। ऊ चाहिँ आज भर्खर घर आइपुगेको केरलाबाट। धेरै पछि खान पाएको छु। मोमो त टेस्ट गर्छु है। मोमो मिठो लाग्यो मलाई। के मिठो लाग्यो। सामान आउन कति टाइम लाग्यो? म त आएन भने 2 जना आथे म त आएन होला भने अनि लास्टमा त तिमीहरु मलाई चाहिँ गइरहेको साथीहरू अझैको खानेकुरा भएर कति मिठो हुन्छ। यो चाहिँ मेरो फेभरेट। के खानेकुरा चाहिन्छ होला फेरि? करेन्ट। अलि चाउमिन साउमिन भएको भए करेन्ट। अर्डर गर्नुपर्छ त। यो मिठो न। जापानको बर्गर खाएको तर मिठो खाने। त्यो सेन्दाईको हेर ट्रेन स्टेसनको यतापट्टि। कहिले साथी सोध्यो क्या? ल ल ल हाम्रो चाहिँ साइडमा बसेर प्रनिसलाई खाइरहेको। प्रनिसले त हेर्दै यो त मेरो भाइ हो गाइजहरू। काले भइसक्यो। आफूले कति नै गरे जस्तो। जापान यो हेरेर गोलो थिन्छ। फगुवा के पैसा हालेन। तपाईँले हाल्नु होइन सब पैसा दिएको। बाबाको हुँदा पैसा हाल्ने बेला मैले हाल्ने अनि अब पैसा दिने बेला मैले दिने अनि अर्को प्रनिसलाई लाग्छ प्रनिस ह्यान्ड सेकिङ यस्तो है अर्को। अर्को हाम्रो पिज्जा बाली चाहिँ नदिनु। सबै चिसो भइसक्यो साथीहरू। यहाँ क्यामेरालाई लाइट मिलाउँदा मिलाउँदा आधी घन्टा लाग्यो। तातो भएर अति मिठो हुन्छ। चिसो भयो तर मिठो लाग्यो। पिज्जा दिन्छ दुई हामीले त्यस्तो हुन्न। कोक नखाएर हामीले पानी खाँदैछौँ है। अनि साह्रै खाउदिएको चिसो भनेर पानी बुझाइदियो।
होइन चिसो होला कुन चाहिँ मलाई त मलाई थाहा छ अहिले हुँ? थाहा छैन उहाँलाई मम्मीले भनिदिनुहुन्छ त कति हो ए त्यस्तो गर्नु पाइँदैन हामी तिनजना हामी पनि 4 जना है अँ, चाहिँ हामीले धेरै हाल्नु होइन कहाँ धेरै हामी तिनजना भिडियो देखाइरहेको छु सबै छु हेरेको छु त्यतातिर तिनजना हुन्छ खोइ पुऱ्याएर पनि आएको छ साथीहरू तपाईँलाई इन्ट्रोडक्सन हुन्छ है उहाँ चाहिँ मेरो दाइ हजुर मेरो छुची दिदी हजुर ट्युबी ट्युब पऱ्यो युट्युब क्या ओ चाहिँ मेरो काले भाइ आमालाई आउने सम्भावना होइन यहाँ बस्नु हल्का हल्का बिचो बिचोमा दाइ र मलाई लाइट छेप्या माथि हो त्यही त सबसे गोरो हामी दुईजना लाइटै परेन त्यही त गरुवाली त लाइटतिर पनि दिइहाल्छ यो चाहिँ जात नहुनुहुन्छ नराम्रो तेरा त्यस्तो हुन्थ्यो चिसो भयो कि है को दाइको आमा तर उति होइन दाइ उति गिटारवाला के गिटार कति राम्रो लगिसक्यो मैले हो र फुल भयो छैन खाना आएको अग्नि गफ गरौँ के भन्नु होइन अरू नखाउनु यहाँ नि त ल ल भन्नु न त केही गर्नै आएन आज त दिनभरि के अर्डर गर्ने होइन लास्टमा यति मात्रै अर्डर गर्यो दिदीले के भन्नु थाहा यो अर्डर गर्ने अनि करेन्ट चौथी खाने हटाइदियो सक्यो कहिले त्यो पिज्जा चाहिँ मलाई फ्रेन्ड साथी तर पुग्न घाटा लाग्यो यार त्यही हातको है दिन बिचरालाई फेरि रुन्छ तपाईँ माथि म तल ए के है त्यस्तो कहाँ गर्नु पाइन्छ इक्वालिटी ए गाईघोडा देख्नु लो गर्दै सानो पऱ्यो उयो त्यो बुन्न खाने नि यार सक्यो यार कस्तो लाग्यो मेरो होइन मेरो Are you serious? मिठै छैन रहेछ लास्टको भाग त पिरो मोमो चाहिँ पिरो चटपटी होइन मोमो पिरो क्या चटपटी पिरो धेरै पछि खाँदा मलाई चाहिँ चटपटी मिठो लाग्यो मलाई चाहिँ लाग्यो तपाईँहरू चाहिँ पिरो चिज खाएपछि के आउँछ अझ तातो खाएको भए त कति मिठो हुन्छ है तपाईँहरू चाहिँ पिरो चिज खाएपछि के आउँछ के आउँछ
फेरि भनेको थाहा हुन्छ त साथीहरू तपाईँहरूलाई कस्तो भिडियो हेर्नु चाहनुहुन्छ कमेन्टमा भनिदिनुहोस् है। प्र्याङ्क भिडियो प्राइम भिडियो प्र्याङ्क गर्छ त साइजतिर आएपछि बनाउँछ खाने कम्पिटिसन भन्नु हो गाइस भेरी त्यसपछि हामी जितिहाल्छौँ डाइलगी ब्लग फेरि सुरु नगरुन्जेल के भन्नु छ यो ब्लग मेरो युट्युब च्यानलमा हाल्छ अनि अर्को पालि चाहिँ म आफै स्पोन्सर गरेर तिम्रो ब्लगमा हाल भन्नु तर लास्टमा गरेन के भन्छ अनि अरू त तपाईँ किन्नु नि त अनि तपाईँको ब्लगमा हाल्ने योपालि तपाईँले फेरि हाल्नु पर्ने दिदीको पैसा त पर्दैन यस्तो साथीहरू हामीले चाहिँ खाँदा स्टोरेज नै फुल भइदियो त्यसैले भिडियो भन्नुभएको हामीले चाहिँ खाएर सकिसक्यौँ तर छिटो खाएर सकिसक्यौँ त्यहाँदेखि खाएर सब चाहिँ दाइले दाइजी भाइ र प्रनिस म सबैले हावा दियो। हामी खाएर सबैले खाएर चाहिँ छिटो थियो नि त अनि मिठो थियो कहाँबाट अर्डर गरेको भन्नु न हामीले चाहिँ चिया घरबाट अर्डर गरेको तपाईँहरू पनि अर्डर गर्न सक्नुहुन्छ एकदमै मिठो पाइन्छ एकदमै मिठो स्पाइसी अनि यम्मी यति नै थियो हाम्रो ब्लग हजुरहरूलाई हाम्रो ब्लग मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब बाई बाई सेवारो